कुरो लगाइरहेको छ यता कुरोले ढपक्कै ढाकिसकेको छ हामीलाई सो पानी परिरहेको छ धेरै कता आयो भने थाहा छैन यो चाहिँ हाम्रो धेरै सुन्दरताले भरिपूर्ण ठाउँ हो सो आज चाहिँ म जाजरकोटदेखि डोल्पाको यात्रामा जुन यो लेकबाट जुन यो ठाउँबाट यो तल भिरपाखा हुँदै खोला खाल्ची हुँदै र एउटा जङ्गलको जुन घनागत जुन जङ्गलमा जनावरहरूको बिचमा म आज घर आउँदैछु सो धेरै रमाइलो लागेको छ किनकि जिन्दगीमा रमाइलो क्षण भनेको चाहिँ यसै ठाउँबाट पाइदो रहेछ होइन सो अति नै रमाइलो लाग्यो तर नि चिसो मौसम त्यही माथि नि पानी झरी वर्षा असारको पानीले भिजायो त्यही नि रमाइलो लाग्यो मलाई आज आएर अनि भात सात खाएर दुध दही खाएर फेरि म आफ्नो गन्तव्यमा हिँडिरहेको छु साउने सङ्क्रान्ति विशेष मनाएर आज भैँसी गाईहरूलाई बाख्राहरूलाई चाहिँ एक ठाउँदेखि अर्को ठाउँमा चाहिँ गोठालो लाग्नलाई लिन्छ हामीले हामी चाहिँ यस्तो अप्ठ्यारो ठाउँमा जुन ढुङ्गाहरू आउने बाढी पहिरो आउने चाहिँ यता धेरै जोखिमपूर्ण ठाउँ हो सो हामी चाहिँ एक गाउँदेखि अर्को ठाउँमा चाहिँ यो बर्खा गोठालो भन्ने बर्खा गोठालो लाग्ने ठाउँ चाहिँ जाँदैछौँ यो सानो बाछाहरू छ यता सो यता सानो लिटल वाटरफल आउँछ सो यता चाहिँ ठुलो पानी आउने भएको कारणले यता ठुलो पानीको बहावहरू बढ्यो भने चाहिँ यता क्षति हुने सम्भावनाहरू चाहिँ धेरै हुन्छ सो चाहिँ यस्तो छ यताको भ्यू यति अग्लो डाँडाहरू छ योभन्दा झन् देखेको छैन सो लिटरली यसरी हिँड्नुपर्छ सो बाटो चाहिँ यति जोखिम छ हेलो गाइज आज चाहिँ म गाउँ घरदेखि चाहिँ जुन भन्छ नि त्यो गाईहरूलाई चराउन चाहिँ जङ्गलमा आइरहेको छु होइन सो यो चाहिँ हाम्रो गाउँ पऱ्यो सो म चाहिँ यता आज यो साइडमा गाई चराउन आएको थिएँ गाई भने हराइसकेछ होइन म चाहिँ लफङ्ग तरिकाले हिँडिरहेको छु एउटा दुईवटा गाई मात्रै छ एउटा गाई त हराएको छ सो भोइस माइक खाऊ त्यो यहाँ तल रहेछन् दुईवटा गाई हराएर केही छैन गाई छैन जस हुन्छ नि यस्तो फनी फिल भइरहेछ आफूले नै आफूलाई नै बाटोहरू चाहिँ हल्का जोखिम छ क्या रमाइलो लाग्ने कि त्यस्तो हुन्छ नि अब गाईहरू चराउन आउँदाखेरि अब
बच्चादेखिको अब जुन मेमोरी हुन्छ नि त्यो मेमोरीहरूलाई चाहिँ हुन्छ नि बाहिर निकाल्ने चाहिँ एउटा तातो हुँदो रहेछ। त्यो क्या खुसी लाग्छ जुन बेला साथीहरूसँग रमाउन यो ठाउँमा आइन्थ्यो। सो आज चाहिँ त्यो मेमोरी चाहिँ आज रिपिट भइरहेको छ। सो कति खुसी लागिरहेको छ मलाई। गाई भने हराइरहेको छ, कमेडी लागिरहेको छ एकछिन। ल साँच्चै हराइदिरहेको गाई त यार। ओके, आइ मिन जङ्गल। आज चाहिँ हामी जुन गन्तव्य ल्याएको थियो हामी त्यो गन्तव्य लिएर फर्किँदैछौँ। सो अगाडि चाहिँ भैँसी लिँदैछ जङ्गलमा छ हामीले। जुन आज एक ठाउँदेखि अर्को ठाउँमा चाहिँ गोठालो लाग्ने बर्खाली सिस्टम हो यो। टोलपामा चाहिँ यस्तो रीतिरिवाज चाहिँ पुर्खौँदेखि चलिआइरहेको छ।